भ्युजहरू हामी चाहिँ अहिले खाल्चो भन्ने ठाउँ होइन यो हजुर खाल्चो भन्ने ठाउँ दामी लोकेसन भ्युज यहाँ यस्तो दामी भ्युजहरू छ गाइस एभ्रिवान सबैजना यो डाँडा पाखा लोकेसन भ्युजहरू एकदम राम्रै छ साँगा भन्ज्याङको यहाँ शिव मन्दिर यहीँ भइहाल्यो त हाम्रो क्यामेराम्यान सरले देखाउँदै हुनुहुन्छ अनि हाम्रो क्यामेराम्यान सर म एउटा कुरा सोधौँ हजुर भन्नु न हाम्रो यहाँ हजुर कहिलेदेखि चाहिँ नि यो ठाउँमा चाहिँ नि यो थाहा पाएर चिन्नु भएर यहाँ बसोबास यो ठाउँ थाहा पाउनु भयो म योभन्दा 20 वर्ष अगाडि चाहिँ मेरो यहाँ दिदी होइसिन्थ्यो दिदी होइसिनु भएको कारण चाहिँ म आइरहेको थिएँ सानोमा अहिले 20 वर्षपछि आउँदैछु अनि यो सानोतिनो काम परेर हामी काम पनि पर्यो अनि यो मनमा लाग्यो कि यति राम्रो भ्यू छ अनि त्यसको कारणले चाहिँ नि हामी अब अलिकति सानो उ गरौँ भिडियो गरौँ भनेर यहाँ गर्दैछौँ हाम्रो साथीले मलाई सोध्दै सरलाई म के भन्न चाहन्छु भने हजुर सर अब यो एक राउन्ड यसो डाँडा पुरै एकचोटि ए हस् 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 है त भ्युजहरू देखाइदिनु हस् है एकदम गाइस हेर्नु हजुर गाइजहरू हेर्नु होला यति राम्रो भ्यू छ हजुरहरू पनि आइसिनु होला निकै हाई भन्नाले हाई त होइन 20-25 मिटर जति हाईमा छ अति राम्रो भ्यू हुन्छ हिमालयहरू सबै देखिन्छ अहिले अलिकति 12-1 बजेको हुनाले तुवालोले गर्दाखेरि राम्रोसँग देखाएको छैन उसले गर्दाखेरि हेर्नुहोस् एकदम राम्रो ठाउँ छ एकचोटि घुम्न आउनु होला पर्यटन क्षेत्र जस्तै छ यो अति राम्रो ठाउँ छ हेर्नुहोस् त माथि माथि अझ हामी हाईमा जाँदैछौँ हाईबाट हामी एकछिन पछि देखाउँदैछौँ फेरि देखाउँदैछौँ होइन फेरि देखाउँदैछौँ